छोरा हुन् त ईश्वरी भुजेलका जस्तो। नाबालिकै भए पनि ईश्वरी भुजेलका छोरा जेनिस थापाले आफ्नो आमाको हित र न्यायको लागि एउटा बलियो खम्बा जस्तै भएर उभिएका छन्। जीवित रहँदा पनि आफ्नो आमाको साथ कहिले पनि छोडेनन्। नेपाली ब्रोको नामले फेमस भएका कुमार थापा मगरको कालो करतुत आफ्नो आमालाई जानकारी गराउनु भएको पनि थियो। जेनिस थापाको भनाइअनुसार सुरुमा मैले बाबालाई धेरै सम्झाएको पनि थिएँ, तर पैसा र बैंसको घमण्डको अगाडि छोरा जेनिसको कुरा नेपाली ब्रोले सुनेनन्। उल्टै छोरा जेनिस र उसको आमालाई गाली बेजती गर्ने धम्की गर्ने कोसिस गर्न थालिरहे। जेनिस थापाले आफ्नो बाबा नेपाली ब्रोलाई आफूले सक्ने जति गर्नुभयो, जति सम्झाउँदा पनि नलागेपछि छोरा जेनिसको केही पनि लागेन। केही समय बित्दै गयो। त्यसपछि नेपाली ब्रोले आफ्नो श्रीमतीलाई धरिलो हतियार प्रयोग गरेर आफ्नै श्रीमतीको हत्या गरे। अहिले छोरा जेनिस थापाले आफ्नो बाबा नेपाली ब्रोको सबै कानुनी लडाईँ आफै लडिराख्नु भएको छ। नेपाली ब्रोको गर्लफ्रेन्ड भनेर चिनेका प्रतीक्षा आचार्यलाई छोरा जेनिसले बाँकी राखेनन्। उल्टै जटेर नेपाली ब्रो र उनको प्रेमिका विरुद्ध जेनिस थापाले आफै गएर बयान पनि दिएका छन्। अझै चर्चित गुरु भनेर चिनिएका प्रकाश भुजेलका नाम पनि जाइरीमा दिएका छन्। जेनिस थापाले उजुरीमा भनेका कुराहरू यस्ता रहेछन्। प्रतिवादी बुबाले आफ्नो आमाको हत्याको प्लानिङ गरेर र नेपाली ब्रोको गर्लफ्रेन्ड लैलैमा आएर हत्या गरेको र योभन्दा अगाडि पनि नेपाली ब्रोको गर्लफ्रेन्डको लैलैमा आएर हत्या गरेको, फोनमा भएका कुराहरू सुनेको र शारीरिक रूपमा सम्बन्ध भएको कुराहरू भिडियोहरू पनि छोरा जेनिसले आफ्नो आमालाई पठाइदिएका थिए। छोरा जेनिस भन्छन्, आफ्नो आमाको हत्या भएको दिन पनि म मेरा आमालाई खोज्दै हिँडेको थिएँ। नेपाली ब्रोको काण्डमा छोरा जेनिस थापाले आफ्नो निज प्रतिवादी बाबा कुमार थापा मगर, उनकी प्रेमिका प्रतीक्षा आचार्य, काका विक्रम थापा र झाँक्री गुरु भनेर चिनिएका प्रकाश भुजेलको नाममा छोरा जेनिस थापाले यस्तो बयान दिएका रहेछन्। प्रतिवादी कुमार थापा मगर मृतक ईश्वरी भुजेल आमा, विक्रम थापा मगर मेरो काका, प्रतीक्षा आचार्य मैले सामाजिक सञ्जालबाट चिनिएको हुँ। धेरै अगाडिको कुरा हो। सुरुमा बाबा आमाको घर झगडा हुँदा मिलेर बस्ने गर्नुहुन्थ्यो, तर प्रतिवादी प्रतीक्षा आचार्य र बाबाको जीवनमा आउनु भएको र आमाले पनि सबै कुरा थाहा पाउनु भयो। आमाले बाबालाई धेरै सम्झाउनु भएको थियो, तर उहाँले कहिले हाम्रो कुरा सुनिदिनु भएन। 1 वर्ष जति अगाडिको कुरा हो मात्र आमाले विश्वास गर्नुभयो। प्रतिवादी प्रतीक्षा आचार्यलाई घुमाउन लगेको थाहा पाउनुभयो। तब मात्र आमाले विश्वास गर्नुभयो मेरा आमामाथि गलत भइरहेको रहेछ। घरिघरि घरकाले पनि सम्झाएको र त्यतिले मात्र पनि मान्नु भएन र प्रहरीकोमा गएर पटक पटक उजुरी दिएका थिए र सम्झाइ बुझाइ गरेर पठाइदिनु भएका पनि थियो। प्रतिवादी प्रतीक्षा आचार्यले पहिला आफ्नो बुढीलाई मार र अनि बल्ल म त्यो घरमा बिहे गरेर आउँछु भनेको मैले सुनेको थिएँ। आमा बुवाको घरमा घर झगडा हुँदा आफ्नो एउटा श्रीमती पनि त लाउन सक्दिनस्? त्यसो भए बुढीको पेटीकोट लगाएर हिँड, बरु पैसा चाहिएको भए कति लाग्छ म खर्च गर्छु भन्ने उस्काएको मैले सुनेको थिएँ। आमा र बुवाको सधैँ घर झगडा भइरहेको हुन्थ्यो। त्यसपछि आमा ईश्वरी भुजेलले प्रहरी कार्यालय बालजुमा गए। प्रतिवादी कुमार थापा मगर नाममा वैवाहिक करेनी मुद्दा दायर गर्नुभयो र प्रहरीले निज प्रतिवादी कुमार थापा मगर पक्राउ गरी धरौटीमा पनि छुटेका थिए। मुद्दा अहिले पनि काठमाडौँको अदालतमा विचाराधीन अवस्थामा छ। प्रतिवादी निज कुमार थापा मगर जेलबाट छुटेर आएको 2 हप्तापछि मुद्दा किन हालेको भन्दै म र मेरा आमालाई कुट्न आउनको साथै धम्काउनु पनि भयो। त्यति मात्र गर्नु भएन, एकैछिनमा रुम बाहिर ग्यास सिलिन्डर पड्काएर ज्यान मार्नेसम्म खोजेका थिए। छिमेकी साथी बाहिरको मान्छेहरू जम्मा हुनुभयो। त्यसपछि सबैले मिलाएर सम्झाइ बुझाइ गरी राख्नुभयो। पछि प्रतिवादी कुमार थापा मगरको दिदी आएर सम्झाइ बुझाइ गर्नुभयो र हामीले माफ गर्यौं। सधैँ यस्तो घर झगडा हुँदा प्रहरी कार्यालयमा छलफल भयो कि प्रतिवादी कुमार थापा मगर तल्लो फ्लाइटमा बस्ने र म र मेरी आमा माथिल्लो फ्लाइटमा बस्ने कुरा भयो। केही समयपछि 2083 साल 2 को महिना 22 गते अदालतमा पेशी थियो र बिहान करिब 11 बजेतिर आमा र म अदालत गएका थियौँ। हामीले आउँदो असार 3 गतेको तारिक पाएका थियौँ।
त्यसपछि प्रतिवादी निज कुमार थापा मगर गाडीमा चढेर गएको देखेको थिए। मैले आमालाई स्कुटरमा छोडेर एङ्गो बुक गर्न थालेको थियो। त्यसपछि प्रतिवादी कुमार थापा मगर घरमा आयो र धम्की दियो र यो कुरा आमालाई सुनाए। आमाले पार्टी सकिन थाल्यो। अब पास लिएर आउँछु, तिमी घर जाऊ भन्नुभयो र म घर आएँ। फेरि घर पुगेर कल गर्दा शेषमती आइपुगिसके भन्नुभयो। धेरै समय बित्दा पनि आमा घर आउनु भएन र फोन पनि उठाउनु भएन। त्यसपछि मैले आमालाई बाटोमा खोज्दै हिँडेको थिएँ। मेरो मोबाइलमा ब्यालेन्स नभएपछि बाटोमा हिँडिरहेको मानिसको फोन लिएर आमालाई कल गरेँ। 4-5 चोटि कलसम्म गरिराखेँ। आमाको फोन नउठेपछि घरमा आएर स्कुटर लिएर दाइसँग सँगसँगै निस्किएको थिएँ। आमाले अन्तिम पटक शेषमती आइपुगे भन्नुभएकोले नजिकका सबै ठाउँहरू खोजियो। बेला बेलामा कल पनि गरिरहेका थियौँ। एक्कासी आमाको फोनबाट कुनै पुरुष मान्छेले यो फोनवाला महिला बैउतार नजिकै रोडमा रगतम्य अवस्थामा लडिरहेका छन् भनेपछि म र मेरो दाइ सुसन मगर त्यहाँ गएर हेर्दा आमालाई घाँटीमा धारिलो हतियार प्रयोग गरेको र आमाको स्थिति धेरै नै नाजुक भएकाले छिटो छिटो गरेर आमालाई हस्पिटल लग्दा आमाको बीच बाटोमै मृत्यु भएको हो। त्यसपछि आमालाई प्लानिङ गरेर मारेको हो भन्ने शङ्का लागेपछि प्रहरीको टिम र हामी प्रतिवादी कुमार थापा मगर खोज्दै हिँडेका थियौँ। खोज तलास गर्दा नभेटेपछि मेरो नम्बर ब्ल्याकलिस्टमा हालेको भएर निज प्रतिवादी कुमार थापा मगर 11 बजेतिर मामाको छोरी करुणा भुजेलको मोबाइलबाट कल गरेको थिएँ। मोबाइलबाट कल गरेर तपाईँले आमालाई मार्नु भएको हो भनेर सोद्धा फोन अफ गरेर बस्नुभएका थिए। पछि बुझ्दै जाँदा थाहा भयो कि 2083 साल 2 महिना 22 गते राति 8 देखि 9 बजेको समयमा आमा घर फर्किँदै गर्दा घर नजिकै काठमाडौँ तारकेश्वरनिर बाटोमा योजना बनाएको र धारिलो हतियार प्रयोग गरी हत्या गरेको कुरा थाहा पायौँ र घर नजिकैको सीसीटीभी क्यामेरा हेरेर घटनाको बारे थाहा पाएको छु। सीसीटीभीमा आएको अनुसार स्कुटरमा यात्रा गर्ने आमा ईश्वरी भुजेल सेतो गाडीबाट धारिलो हतियार निकालेको र आमाले थाहा पाउनु भएर भाग्दै गर्दा पछाडिबाट पछ्याएर धारिलो हतियार प्रयोग गरी मार्ने निज कुमार थापा मगर रहेका थिए। सुरुमा भनेकै जस्तो आफ्नो छोराछोरी भइसकेपछि आफ्नो आमा बुवाको लागि अन्तिम साससम्म लड्नुपर्छ जस्तो लाग्छ र जेनिस थापा छोरा मगरले नि त्यही गर्नुभयो। र अरू राम्रो भिडियोको लागि हात लागि सुन्यो च्यानललाई सब्सक्राइब गरेर सहयोग पनि गरिदिनु होला। धन्यवाद।